प्रत्येक वर्ष लगभग 2000 भन्दा बढी जनाको लागि नै भेकेन्सी आउँछ। तपाईँ ब्याचलर पास हुनुहुन्छ भने हजुरको लागि त धेरै सङ्ख्यामा आउँछ भने 12 पासको लागि तपाईँको प्राइभेट ब्याङ्कमा भेकेन्सी आउँछ। भर्खरै तपाईँको 59 जनाको लागि भेकेन्सी आएको थियो। 99 जनाको लागि एभरेस्ट ब्याङ्क लिमिटेड भने यही शनिबार हजुरको असार 13 गते एक्जाम भयो र अन्य पनि अब तपाईँको भेकेन्सी आउनेवाला छ र भर्खरै तपाईँ 12 कक्षा पास भइसक्नु भएको छ र तपाईँको सपना रहेको छ म ब्याङ्किङ सेक्टर अन्तर्गत जानुहुन्छ भने प्राइभेट ब्याङ्किङको तपाईँ प्रिपरेसन गर्नुहोस् र यही वर्ष तपाईँको जब लागिहाल्छ। र ब्याचलर पास हुनुहुन्छ भने हजुरको लागि पनि रहेको छ इन्भिटेसन। हजुर पनि के गर्न सक्नुहुँदो रहेको छ, क्लास जोइन गर्न सक्नुहुँदो रहेको छ। नयाँ कक्षा तपाईँको प्राइभेट ब्याङ्किङको सुरु हुन गइरहेको छ। 2000 तपाईँको यहाँ 83 3वां महिना तपाईँको असार 18 गतेबाट तपाईँको थर्सडेको दिनबाट तपाईँको नयाँ कक्षा हामीहरू सञ्चालन गर्न गइरहेका छौँ। तपाईँ लाइभ क्लास जोइन गर्न सक्नुहुँदो रहेको छ। पिडिएफ नोट्स हजुरलाई मिल्छ, जब नलागेसम्म हजुरलाई सपोर्ट मिल्छ। हेर्नुस् रहेको छ तपाईँलाई रेकर्डेड भिडियो मिल्छ, पिडिएफ नोट्स मिल्छ, लाइभ क्लास गर्न मिलिहाल्छ। जब नलागेसम्म हजुरलाई सपोर्ट मिल्छ, भेकेन्सी अपडेट मिल्छ, फर्म फिलअप गर्न गाइडलाइन्स मिल्छ। फर्म भन्नुहुन्छ कि सर हामीहरूलाई फर्म भर्न आउँदैन, हजुर नै भन्दैछ भनेर त्यसको एक्स्ट्रा पैसा हजुरलाई फर्मको लाग्छ। 200 रुपियाँ, सिभीको 20 रुपियाँ र जब एप्लिकेसनको 20 रुपियाँ लाग्छ। तपाईँ जब क्लास जोइन गर्नुहुन्छ भने तपाईँको एसिस्टेन्स लेभलमा यदि 12 पास हुनुहुन्छ भने हजुर एसिस्टेन्स लेभलमा जोइन गर्नुहोस्। ब्याचलर पास हुनुहुन्छ तब पनि हजुर एसिस्टेन्स लेभलमा जोइन गर्नुहोस्। मास्टर पास हुनुहुन्छ भने हजुर म्यानेजमेन्ट ट्रेनिङमा जोइन हुनुहोस्। एक पटक तपाईँ 3000 एसिस्टेन्स लेभलमा तपाईँ जब पेमेन्ट गरिहाल्नुहुन्छ भने जब नलागेसम्म हजुरलाई पढ्न मिलिहाल्छ। र तपाईँ यहाँ जुन छ म्यानेजमेन्ट ट्रेनिङको जोइन गर्नुहुन्छ भने म्यानेजमेन्ट ट्रेनिङ अन्तर्गत तपाईँको एसिस्टेन्स लेभलको पनि सबै सर्भिसेस के रहेको छ इन्क्लुडेड हुन्छ। हजुरलाई यहाँ रिटन एक्जामिनेसन साथसाथमा इन्टरभ्यूको पनि हामीहरू प्रिपरेसन गराउँछौँ भने हामीहरू ग्यारेन्टी लिन्छौँ कि हजुर पास भइहाल्नुहुन्छ रिटन एक्जामको साथसाथमा इन्टरभ्यूमा पनि। तर केही सर्टेन तपाईँको टर्म एन्ड कन्डिसन हजुरको त्यो फलो गर्नुपर्दो रहेको छ। टर्म एन्ड कन्डिसन हजुरको त्यही हो कि हजुरले राम्रोसँग पढ्नु पर्दो रहेको छ। नराम्रोसँग मात्र कोर्स किनेर हुँदैन, हजुरलाई के गर्नुपर्छ, राम्रोसँग पढ्नु नै पर्छ। लगभग 200 भन्दा बढी विद्यार्थी भाइ बहिनीहरूको हामीहरूको नाम निस्किसकेको छ। प्रत्येक वर्ष तपाईँको नाम आउँछ। भर्खरै तपाईँको एभरेस्टको ब्याङ्कको पनि एक्जाम भयो भने त्यसमा पनि नाम आउँछ। नाभिड ब्याङ्कको पनि इन्टरभ्यू धेरैजना दिनुभएको छ भने कर्णाली प्रोभिन्सको तपाईँको लुम्बिनी विकास ब्याङ्क लिमिटेडको के भएको छ रिटन एक्जामको रिजल्ट आयो र तपाईँको भोलि तपाईँको 16 गते रहेको छ भने त्यसको कर्णाली प्रोभिन्सको तपाईँको इन्टरभ्यू पनि छ र बागमती गण्डकीको तपाईँको त्यसमा नाम पनि आइसकेको छ। हाम्रो विद्यार्थी भाइ बहिनीहरूको लुम्बिनी विकास ब्याङ्क लिमिटेडको कुरा गर्दैछु। र माछापुच्छा ब्याङ्कमा त तपाईँको इन्टरभ्यूमा लगभग 50 जना भन्दा बढीजना दिनुभएको छ। अब त्यसको फाइनल रिजल्ट आएछ भने त्यो फाइनल रिजल्ट आउँछ भने कतिजनाको जबहरू लाग्छ त्यो कुरा पनि हामी डिस्कसन पछि गरौँला। र यदि तपाईँ क्लास जोइन गर्नुहुन्छ भने हेर्नुहोस् तपाईँको दुईवटा समयमा टेस्ट हुन्छ, मर्निङमा र इभिनिङमा। मर्निङको टेस्ट तपाईँको शनिबारको दिन मात्र हुन्छ र इभिनिङ टेस्ट पनि मात्र शनिबारको दिन हुन्छ। मर्निङको टेस्ट तपाईँको बिहान 7 बजेदेखि 8 बजेसम्म एसिस्टेन्स लेभलको हो र तपाईँको रातिको 9 बजेदेखि 10 बजेसम्म म्यानेजमेन्ट ट्रेनिङको हो। इभिनिङको तपाईँको यहाँ ब्याच तपाईँको सन्डे टु फ्राइडे एसिस्टेन्स लेभलको 8 बजेदेखि 9 बजेसम्म र म्यानेजमेन्ट ट्रेनिङको तपाईँको 9 बजेदेखि 10 बजेसम्म छ। र यदि तपाईँ कोर्स जोइन गर्न चाहनुहुन्छ भने घर बसी बसी अनलाइन क्लास पढ्न सक्नुहुँदो रहेको छ। यहाँ वाट्सएप नम्बर छ +977976461428मा कन्ट्याक्ट गरी हजुर घर बसी बसी के गर्न सक्नुहुँदो रहेको छ, अनलाइन क्लास जोइन गरेर प्राइभेट ब्याङ्किङ सेक्टर अन्तर्गत आफ्नो भविष्य बनाउन सक्नुहुन्छ।